साथीहरु ल म फेरि अर्को नयाँ भिडियो लिएर हजुरमाझ आएको छु। योपालि मैले हजुरलाई फ्रीमा 1 क्लिकमा 1000 सब्स्क्राइबर, 2 क्लिकमा 2000 सब्स्क्राइबर बढ्ने खालको गुगलको एप्स लिएर आएको छु। जसको माध्यमबाट हजुरले आरामले हजुरको युट्युब च्यानलमा आरामले सब्स्क्राइबर बढाउन सक्नुहुन्छ साथीहरु। र हजुरहरूलाई खुसीको खबर म दिन जाँदैछु र म हजुरलाई देखाउन जाँदैछु कि कसरी अब हाम्रो युट्युब च्यानलमा सब्स्क्राइबर बढाउने, दिनकै 1000-2000 सब्स्क्राइबर बनाउने हामी आफै बिना पैसा तिरेर र तपाईँको एउटा मात्रै भिडियो राखेर पनि सब्स्क्राइबर बढाउन सकिन्छ साथीहरु। हेर्नुस्, हामी अब एकले अर्कालाई सहयोग गरेर सब्स्क्राइबर लाइक बढाउँदैछौँ। म हजुरहरूलाई देखाउँदैछु कसरी बढाउने भनेर। ल साथीहरु एकछिन धैर्य भएर हेरिदिनु होला र यदि मेरो च्यानल नयाँ हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला। ल अब हामी बिस्तारै हाम्रो यो नयाँ टपिक्स नयाँ भिडियो सुरु गर्न जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त। अब हेर्दै जानु साथीहरु, म अहिले हाम्रो मोबाइलमा यस्तो इन्टरफेस खुलेको छ, देख्नु भएको छ। अब हामीले तपाईको यो तीनवटा एप प्रयोग गरेर हामीले तपाईको अब लाइक र सब्स्क्राइबर बढाउँछौँ। हेर्दै जानुस् है कसरी बढाउने भन्ने कुरा म हजुरहरूलाई देखाउँदैछु है। साथीहरु पहिला यो तीनवटा एपहरु हेर्नुस्। एउटा फायरफक्स मोजिला छ, एउटा क्रोम बेटा भनेर छ, एउटा वाइट स्टुडियो। अब हामी तीनवटा एप प्रयोग गरेर म हजुरलाई देखाउँदैछु कसरी सब्स्क्राइबर लाइक बढाउने, चाँडोभन्दा चाँडो, र कसरी हाम्रो च्यानललाई मोनिटाइज गराएर युट्युबबाट पैसा कमाउने। हेर्नुस् है साथीहरु। अब तपाईले यदि यो तीनवटा डाउनलोड गर्नु भएको छैन भने फायरफक्स मोजिला भनेर डाउनलोड गर्नुस्। तपाई यहाँबाट तपाई प्ले स्टोरमा गएर तपाईले फायरफक्स भनेर डाउनलोड गर्न सक्नुहुन्छ। सर्चको बटन अन गरेर यो फायरफक्स भनेपछि यसरी आइहाल्छ। हजुरले यो इन्स्टल गर्नुस्। अनि त्यसपछि हजुरले अर्को अलि ध्यान दिनुपर्ने कुरा छ, हेर्नुस् है। क्रोम बेटा भनेर इन्स्टल गर्नु होला है। राम्रोसँग हेर्नुस् है, क्रोम बेटा भनेर यो गर्नु होला। अनि अर्को चाहिँ हजुरको वाइट स्टुडियो। यसरी यी तीनवटा एप इन्स्टल गर्नु होला। मैले तीनवटा एप इन्स्टल गरिसकेको छु र अब हामी जान्छौँ तीनवटा एपबाट हामीले कसरी चाहिँ अब सब्स्क्राइबर बढाउने भनेर। अब म देखाउँदैछु हजुरलाई। मेरो अहिले युट्युब च्यानल हो यो। मैले युट्युब च्यानल खोलेँ। हेर्नुस्, मेरो यसमा दुईटा मात्रै भिडियो छ। एउटामा 4 भ्युज आएको छ भने एउटामा 3 भ्युज आएको छ। मैले भर्खर सुरु गरेको च्यानल हो यो। ल माथि टपमा हेर्नुस्, मेरो एकजना मात्रै सब्स्क्राइबर देखाएको छ। हेर्नुस् है। अब मैले तपाईलाई एकछिनमा यो सब्स्क्राइबर बढाएर तपाईको 1000-2000 सब्स्क्राइबर बढाएर कसरी बढाउने, कसरी बनाउने भनेर म देखाउँछु हजुरलाई। म हजुरलाई सब्स्क्राइबर बढाएर देखाउँछु र हजुरहरूले पनि यसै गरेर आफ्नो च्यानलमा सब्स्क्राइब बढाउन सक्नुहुन्छ साथीहरु। ल अब हेर्नुस् है। अब हामी जाँदैछौँ तपाईको यहाँबाट हामी जाँदैछौँ। अब हामी तपाईको गुगल क्रोम बेटा खोल्नुस्। गुगल क्रोम बेटा खोलिसकेपछि तपाईले अब एउटा यहाँ टाइप गर्नुस्। मैले पहिले टाइप गरिसकेको छु। हेर्नुस् त, GREAT ग्रेट ONLINE ग्रेट अनलाइन TOOLS टुल्स। यो टाइप गरेर सर्च गरिदिनुस्। माथि टपमा आएको छ हेर्नुस् त। माथिको लोगो यो आइकन पनि याद गर्नु होला ग्रेट अनलाइन टुल्सको। अरु तल पनि यस्तै आउने छन्, तर यिनीहरू चाहिँ अब पुरानो भइसक्यो। अब यिनीहरूबाट हेल्प हुँदैन हामीलाई। अब हामीले ओपन गर्दैछौँ ग्रेट अनलाइन टुल्स। यसमा क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि हजुर बिस्तारै स्क्रोल गरेर तल आउनुस्। हेर्नुस्, SMS बमर भनेर छ माथि, एज क्याल्कुलेटर भनेर छ, इन्स्टाग्राम अटो लाइकर। हजुरले इन्स्टाग्राममा पनि लाइक्स बढाउन सक्नुहुन्छ। म हजुरलाई यो चाहिँ पछि अर्को भिडियोमा बनाएर देखाउने छु। अब तलपट्टि हेर्नुस् त, यहाँ फ्री युट्युब सब्स्क्राइबर्स भनेको छ। तलपट्टि पनि छ युट्युब थम्बनेल एक्सट्र्याक्टर भनेको छ। हामी यसबाट पनि एक्सट्र्याक्ट गर्न सक्छौँ। यो पनि पछि अर्को भिडियोमा बनाउला। अब हामी अहिले जाउँ फ्री युट्युब सब्स्क्राइबर्समा। यसमा तल ट्राई नाउ भन्ने बटन छ, यसमा क्लिक गर्नुस्। क्लिक गरेपछि एड आउँछ, एडलाई क्यान्सल गरिदिनुस्। यस्तो भएपछि हामी अब यो पेज यस्तो खालको इन्टरफेस खुल्छ। हेर्नुस्, अब हामी यो पेजमा आइसक्यौँ। यो पेजमा हजुरको अब यो पहिला जुन युआरएल हुन्छ त्यसलाई सट्ट काट्दिनुस्। अब यसमा के भन्यो, च्यानल लिङ्क अर आइडी भन्यो हजुरको। अब च्यानल लिङ्क अर आइडी कहाँबाट लिएर आउने? अब हामी के गर्छौँ, अब हामी यहाँबाट ब्याक हुन्छौँ।
हामी अब यहाँबाट ब्याक भएर हामी जान्छौँ फायरफक्स मोजिलामा। हेर्नुहोस् है, अब हामी यहाँबाट तपाईँको youtube.com भनेर सर्च गर्छौँ। youtube.com यसै गरेर हाल्नुहोस् अनि सर्च गर्नुहोस्। अब तपाईँले के भन्छ यसमा भने तैँले अब यसपट्टि खोल्न चाहन्छस् कि त युट्युब च्यानलको एपमा जान चाहन्छस् भन्छ। मैले जाँदिनँ, म यसबाट खोल्छु भने मैले क्यान्सल गरिदिएँ है। अब यो गरिसकेपछि तपाईँको तलपट्टि हेर्नुहोस् त, राइट साइडको लास्टमा तपाईँको आइकन छ तपाईँको च्यानलको, त्यसमा यु भन्ने बटनमा क्लिक गर्नुहोस्। अब तपाईँको च्यानल पहिला अलरेडी छैन भने, अरू केही छ भने, अब तपाईँको च्यानल छैन भने तपाईँले यहाँबाट स्विच अकाउन्ट गरेर तपाईँको च्यानल यसमा एड गर्न सक्नुहुन्छ। लेफ्टपट्टिको माथिपट्टि छ हेर्नुहोस्। अब मेरो यो च्यानल खुलिसक्यो। अब मैले यसलाई माथि क्लिक गर्छु। क्लिक गरिसकेपछि तपाईँको माथिपट्टि हेर्नुहोस्, यो तपाईँको मेरो यो च्यानलको तपाईँको लिङ्क यसमा देखाइराखेको छ है। म यसलाई क्लिक गर्छु एकचोटि, अनि क्लिक गरेर म यसलाई एक्चुअली यसरी प्रेस गरिराख्छु र यसमा कपी भन्ने बटनमा आउँछ। मैले यसलाई कपी गरेँ है, मैले यहाँबाट यो कपी गरेँ। कपी गरिसकेपछि म ब्याक अब तपाईँको क्रोम बेटामा जाँदैछु। यहाँबाट मैले लिङ्कलाई पेस्ट गरिदिएँ। पेस्ट गरिसकेपछि मैले तलपट्टि आउनुहोस्, सर्च च्यानल भनेर यसमा गएर सर्च गरिदिनुहोस् है। ल हेर्नुहोस् तपाईँको सर्च भयो। अब तपाईँको यसो लगइन एज भनेर देखाउँछ माथिपट्टि, यस्तो इन्टरफेस खुल्छ। अब यहाँ 3वटा अप्सन आउँछ हेर्नुहोस्, अन क्रेडिट्स, बुस्ट च्यानल, भ्यू प्रमोसन्स, ड्यासबोर्ड भनेर। अहिले तल आउँ। ल हेर्नुहोस् यसमा मेरो क्रेडिट छ 52। कसैलाई यसमा 50 दिन सक्छ, कसैलाई 100 दिन पनि सक्छ, कसैलाई 200, कसैलाई 500, कसैलाई 1000। अब यो तपाईँलाई कति दिन्छ भन्ने कुरा हो। जति दिन्छ दिए पनि टेन्सन नलिनुहोस्। मेरोमा थोरै आयो भने पिर गर्नु पर्दैन। हामीसँग यसलाई बढाउने उपायहरू पनि छ र हामी यसलाई बढाएर हामी अब सब्सक्राइबर बढाउँछौँ। हेर्दै जानुहोस् है। माथिपट्टि हेर्नुहोस् त अन क्रेडिट्स भनेको छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तलपट्टि बिस्तारै स्क्रोल गर्नुहोस्, यसलाई तल आउनुहोस्। अब हेर्नुहोस् तपाईँको अहिले मेरो क्रेडिट अहिले 52 छ। यसले तलपट्टि के भन्यो भने अन 1 क्रेडिट बाई लाइकिङ दिस भिडियो फ्रम प्रोड बाई केन्यान अन द बिट। तलपट्टि लाइक भन्ने अप्सन दिएको छ। तपाईँले लाइक भन्ने अप्सनमा यसरी क्लिक गर्नुहोस् है। क्लिक गरिसकेपछि यो खुल्छ। अनि त्यसपछि तपाईँ यो पेजमा आउनुहोस्। पेजमा आएर यो पेजमा लाइक गर्नुहोस्। लाइक गरिसकेपछि तपाईँ फेरि फिर्ता अब अर्को पेजमा जानुहोस्, पहिलाको पेजमा जानुहोस् है। गइसकेपछि फेरि यस्तो इन्टरफेस खुल्छ। अब यसमा के भनेको छ तल, लाइक एन्ड भेरिफाई प्रिभियस प्रमोसन भन्यो। फेरि यसमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि अब यो पेज खुल्छ। अब यो पेजमा आएर लाइक गर्नुहोस्। लाइक गरिसकेपछि फेरि अर्को पेजमा ब्याक आउनुहोस्, हामीलाई यता जानुहोस्। ल हेर्नुहोस् अहिले मेरो 52 थियो, 53 भयो। देख्नुभयो तल के लेखेको छ, 1 क्रेडिट एडेड सक्सेसफुल्ली। यसरी हजुरले तपाईँको 100, 150, 200, 300 बनाउन सक्नुहुन्छ 5-10 मिनटमै। हेर्नुहोस् है, मैले तपाईँलाई अब एकैछिनमा मैले मेरो क्रेडिट बढाएर मैले तपाईँको लगभग 100, 150, 200 बनाएर म हजुरलाई देखाउँछु र चाहिँ कसरी सब्सक्राइबर बढ्छ मेरो, म हजुरलाई बढाएर पनि देखाउँछु। हेर्दै गर्नुहोस् है त। अब के भनेको छ अर्को, सब्सक्राइब एन्ड भेरिफाई प्रिभियस प्रमोसन भनेको छ। हेर्नुहोस् यसमा 2टा क्रेडिट्स आउँछ भनेको छ। मैले फेरि यसमा अब फेरि क्लिक गर्छु। क्लिक गरेर सब्सक्राइब गर्छु। अनि अब म यता आउँछु। हेर्नुहोस् त, ल हेर्नुहोस् मेरो 54 भयो। 52 थियो, 53, 54 भयो। अब तलपट्टि फेरि लाइक एन्ड भेरिफाई भनेको छ। त्यसपछि हेर्नुहोस् त, म अब फेरि यता आएर म लाइक गर्छु। लाइक गरेर म फेरि ब्याक जान्छु। 2 भयो नि त, 56 भयो मेरो, 2 क्रेडिट्स एड भयो। अब फेरि सब्सक्राइब भनेको छ तलपट्टि। अनि म आएँ, अब अर्को पेजमा आएँ। पेजमा सब्सक्राइब गरेँ। सब्सक्राइब फेरि म अर्को पहिलाकै पेजमा आउनुहोस्। एउटा क्रेडिट 1 क्रेडिट फेरि एड भयो। यस्तै गरेर म हजुरलाई 200 पुऱ्याएर देखाउँछु 2 देखि 5 मिनटभित्र। हेर्नुहोस् धेरै बेर पनि लाग्दैन। ल हेर्दै जानुहोस् है त। यसरी हेर्नुहोस् त, गर्दै गर्दै हजुरको 2 मिनटमा 101 क्रेडिट पुग्यो। अब मैले तपाईँलाई देखाउँछु कसरी अब यो क्रेडिटलाई चाहिँ हामीले एज अ हाम्रो चाहिँ सब्सक्राइबरमा कसरी ट्रान्सफर गर्ने, कसरी चेन्ज गर्ने भनेर देखाउँछु। ल हेर्नुहोस् है। अब म तपाईँलाई देखाउँछु मेरो मेरो वाइटी स्टुडियो देखाउँछु हजुरलाई। कतिजना छ हेर्नुहोस्, सब्सक्राइबर 1 जना मात्रै छ है। राम्रोसँग हेर्नुहोस् है। अब यसलाई मैले बढाएर अब मैले तपाईँको अब 50, 100, 1000 पुऱ्याउँछु म यसलाई। ल हेर्दै जानुहोस्। तलपट्टि लेखेको छ हेर्नुहोस् त, यसमा तपाईँ यहाँबाट गर्नुभयो। यसमा माथि आउनुहोस्। यसमा माथि बुस्ट च्यानल भनेर लेखेको छ हेर्नुहोस् त।
अब तपाईँको यहाँ के भनेको छ ल हेर्नुहोस्, योर क्रेडिट्स 101, 2 क्रेडिट्स इक्वल टु 1 सब्सक्राइबर भनेको छ है। अब तलपट्टि अप्सन छ हेर्नुहोस् त, युट्युब सब्सक्राइबर लिने हो कि हजुरले युट्युब लाइक्स लिने हो। म चाहिँ सब्सक्राइबर बढाएर देखाउँछु हजुरलाई। अब तलपट्टि के भनेको छ, इन्टर एनी युट्युब भिडियो लिङ्क फर योर च्यानल भनेको छ है। अब हजुरले यसमा चाहिँ युट्युबको लिङ्क हाल्ने होइन, च्यानलको लिङ्क हाल्ने होइन, तपाईँको युट्युब च्यानलभित्र भएको भिडियोको लिङ्क हाल्ने हो है। मान्छे यसमा झुक्किनुहुन्छ नझुक्किनु होला, भिडियोको लिङ्क हाल्ने हो। भिडियोको लिङ्क कसरी हाल्ने म देखाउँछु हेर्नुहोस्। यसमा आउँ, हामी वाइट स्टुडियोमा आउँ। मसँग दुईवटा, एउटा सर्ट्स छ एउटा भिडियो छ। म सर्ट्समा क्लिक गर्छु। सर्ट्समा क्लिक गरेपछि यस्तो इन्टरफेस खुल्छ। माथिपट्टि हेर्नुहोस् त, यहाँ सेयर भन्ने अप्सन छ, यसमा जानुहोस्। अनि माथिपट्टि हेर्नुहोस् त, यहाँ कपी गर्ने अप्सन छ, कपीको अप्सन देखाएको छ, यसमा गएर कपी गरिदिनुहोस् है। कपी भयो। अब हामी फेरि आउँछौँ यता, ब्याक आउँछौँ। ब्याक आएर हामी अब यो यसमा जुन हाम्रो लिङ्क राख भनेको छ यसमा आएर पेस्ट गरिदिन्छौँ। र अब हामीसँग 101 छ, 2 क्रेडिट्स बराबर 1 सब्सक्राइबर भनेकोले हामीले 50वटा राख्छौँ यहाँ। अब 50 सब्सक्राइबर बढाइदेऊ मलाई भन्यो भने हामीले है। अब यति गरिसकेपछि अब हामी एड प्रमोसनमा जान्छौँ। ल हेर्नुहोस् तल के लेख्यो, सक्सेस, योर प्रमोसन हेज बिन सक्सेसफुल्ली एडेड, यु क्यान चेक इट अन भ्यू प्रमोसन पेज भनेर हेर्नुहोस् है। अब हामी प्रमोसन पेजमा जान्छौँ। यतापट्टि तलपट्टि हेर्नुहोस् त, भ्यू प्रमोसन भनेर लेखेको छ। यसलाई स्क्रोल गरेर माथि जानुहोस्। ल हेर्नुहोस्, यहाँ हाम्रो यी लाइनमा बस्यो। एकजना डेलिभर भइसक्यो, रिक्वायर्ड 50जना रनिङ। अब तपाईँले यहाँ बुस्ट गर्न पनि सक्नुहुन्छ। तपाईँले यसमा क्रेडिट बढाएर यसलाई बुस्ट गर्नु, तपाईँको अझै चाँडै चाहिँ भ्यू आउँछ, सब्सक्राइब पनि आउँछ, यो पनि गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो अब एकजना डेलिभर भइसक्यो। अघि हाम्रो एकजना सब्सक्राइब थियो, हजुरले देख्नु भएको थियो, 50मा एकजना भयो। अब एकछिनमा हेर्दै जानुहोस्, त्यहाँ 20-30 सब्सक्राइबर पुगेको म देखाउँछु तपाईँलाई भर्खर 1-2 मिनटभित्र हेर्दै जानुहोस् है। अब हामी यसबाट के गर्छौँ, वाइट स्टुडियोमा आउँछौँ। अब हामीसँग क्रेडिट कति बच्यो, 1 मात्रै बच्यो, हामीले 100 क्रेडिट युज गऱ्यौँ है त। अब यसबाट म आउँछु वाइट स्टुडियोमा। ल हेर्नुहोस्, अघिसम्म 1 थियो, हेर्नुहोस् 5 पुगिसक्यो सब्सक्राइबर, देख्नुभयो। ल हेर्नुहोस्, अघिसम्म यसमा लाइक थिएन हाम्रो यो सर्ट्समा, यसमा 1 लाइक आयो, 1 लाइक पनि आइसक्यो यो सर्ट्समा। ल हेर्नुहोस् यहाँ तलपट्टि 5 भइसक्यो, हेर्नुहोस् है। हेर्दै जानुहोस् है, हेर्दाखेरि तपाईँको अब यहाँ तपाईँको बढ्दै जान्छ। ल अघि 5 थियो, हेर्नुहोस् त अहिले 8 पुगिसक्यो। तर तपाईँले अर्को कुरा यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने, जहिले पनि सब्सक्राइबर बढाउँदाखेरि जुन भिडियोको लिङ्क हाल्नुहुन्छ, भिडियोको लिङ्क हाल्दाखेरि सर्ट्सको लिङ्क हाल्नु होला, तपाईँको लेन्दी भिडियोको लिङ्क नहाल्नु होला। त किन त्यस्तो भन्दाखेरि, तपाईँले सर्ट्समा तपाईँको चाहिँ तपाईँले सर्ट्सको लिङ्क हाल्नुभयो भने त्यो च्यानलमा आएको सब्सक्राइबरहरू घट्दैन, बढ्दै जान्छ है त। ल हेर्नुहोस् यता तल भ्यू पनि 6 आइसक्यो, लाइक 2 आइसक्यो, सब्सक्राइबर 8। ल यसै गरेर हजुरको सब्सक्राइबर बिस्तारै बढ्दै पनि जान्छ। तलपट्टि हेर्नुहोस्, सर्ट्समा अघिसम्म तपाईँको 4 भ्युज थियो, 12 भ्युज भइसक्यो, लाइक थिएन एउटा पनि, 3 लाइक्स आइसक्यो है। यसै गरेर हजुरले दिनमा 1 घन्टा मात्रै टाइम दिनुभयो हजुरले भने तपाईँको लगभग दिनमा हजुरले 1000-2000 सब्सक्राइबर आरामले बढाउन सक्नुहुन्छ। अनि हजुरले आफ्नो युट्युब च्यानलमा लाइक्स भ्युज बढाएर तपाईँले चाँडोभन्दा चाँडो आफ्नो युट्युब च्यानललाई मोनिटाइज गरेर तपाईँले पैसा कमाउन सक्नुहुन्छ। हेर्नुहोस् है त। ल अब यसरी नै हो हजुरको गर्ने तरिका। हजुरले राम्रोसँग बुझिहाल्नुभयो, बुझ्नु भएन भने कमेन्टमा लेख्नु होला, म हजुरलाई अझै केही चिज क्लियर गरिदिउँला। नभए मेरो भिडियोलाई फेरि दोहोऱ्याएर हेर्नु होला, र भिडियो देख्नु भयो भने यसलाई सेभ गरेर राखिहाल्नु होला, डाउनलोड गरिहाल्नु होला, पछि हजुरलाई फेरि हेर्नलाई सजिलो हुन्छ। र हजुरलाई अर्को पनि म बुस्ट गर्ने अर्को पनि आइडिया के सिकाउँछु भने, मेरो मैले जुन भिडियो हालेको छु तलपट्टि कमेन्ट गर्नु होला, हामी त्यहाँबाट पनि तपाईँलाई सब्सक्राइबरहरू प्रोभाइड गर्छौँ। हामी एकअर्का मिलेर एकअर्कालाई सब्सक्राइब गरेर एकअर्काको भिडियो हेरेर पनि हामीले एकअर्कालाई ग्रो गराउनेछौँ। हामी ल एकअर्का मिलेर हामी एकअर्कासँग मिलेर हामी ग्रो गरौँ र अगाडि बढौँ है त भन्दै म हजुरहरूलाई यत्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद भन्छु। र प्लिज लाइक र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।